हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। सन्चै छु साथीहरू होइन, तर साइप्रसमा चाहिँ एकदम धेरै गर्मी परेको छ। त्यही भएको कारणले चाहिँ यो गर्मी थोरै कम गराउनको लागि मैले चाहिँ अहिले लस्सी बनाउन ट्राई गर्नु मन लाग्यो। त्यही भएर गर्मी एकदमै छ नि त बिहानै छ, तर एकदमै धेरै गर्मी हो। त्यही भएर साथीहरू भिडियोमा हेरेर यसो लस्सी बनाउन ट्राई गर्दैछु। लेट्स सी त कस्तो हुन्छ। यहाँनिर नट्सहरू यहाँनिर कलेक्ट गरेको छु। यो के भन्छ, दाँते ओखर भन्छ होला यसलाई के भन्छ नि, नट्स नै हो, ओखर जस्तै हुन्छ यो। के अरे बोक्रे बदाम के पो भन्छ, नाम पनि थाहा भएन। सबै चाहिँ नट्सको आइटमहरू हो होइन। अलिकति केरा काटेको छ होइन। अनि यहाँनिर खासमा त लस्सीमा त लाउनु पर्ने चाहिँ दही हो है साथीहरू है। मैले चाहिँ दही भेटेन होइन, त्यही भएर दही थिएन हाम्रोमा, त्यही भएर थोरै दुध ट्राई गरेको छु। अब यहाँनिर ब्लेन्डरमा घरै पार्ने हो, के कस्तो हुँदो रहेछ है त। अब मैले यो सबै यहाँनिर चाहिँ लाउँछु होइन। अब ब्लेन्डरमा लाउँछु यो नट्सहरू सबै एकैचोटि हाल्दा पनि के हुँदैन। फर्स्ट टाइम हो साथीहरू मेरो पनि, खै कस्तो हुन्छ है थाहा भएन। अब यो केरा पनि हालिदिन्छु म, अनि यहाँनिर यो पनि हालिदिन्छु होइन। अनि दुध पनि हालिदिनु पऱ्यो, ब्लेन्डर गर्ने। ला यसको त दुलो त कता हरायो, अब टेन्सन भयो त। अघि नगर्नु पर्ने, एकदम दामी भयो लस्सी होइन। मिठो भएछ। आइस ढिलो हालेकोले होला, चिसै भएन, चिसो चाहिँ तर मिठो हुँदो रहेछ। तपाईँहरू पनि ट्राई गर्नु ल, मिठो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नुहोस्, अनि कस्तो हुँदो रहेछ भन्नु होला। पनि तपाईँहरू पनि ट्राई गरेर खानु सक्नुहुन्छ साथीहरू। गर्मीमा एकदम शीतल हुन्छ, स्वाट्टै पिउने अनि काम गर्ने साथीहरू यसरी पहिलो भने। बाई 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 बाई।